मर्निङ फ्रेन्ड्स। अहिले चाहिँ यहाँ यसो ताज होटलबाट सानो यात्रामा लाटागुडीसम्मको छ है। अहिले चाहिँ यहाँ बसिरहेको छौँ, भाउजू र म। भाउजू यहाँ मुन्टा केलाउँदै बसिरहनु भएको छ है। गुड आफ्टरनुन फ्रेन्ड्स। अहिले चाहिँ अब यहाँ त्रिमूर्ति रिसोर्ट भन्ने ठाउँमा लाटागुडीमा हो। लाटागुडी चाहिँ अहिले अब आइसकेको छु है। अब आधा घन्टा पछाडि खानासाना खाइवरी फर्किने हो। हेलो साथीहरू, अब चाहिँ म फिर्ता हुन आँटेको है। रिटर्न ब्याक टु क्याङ्करभिट्टा है। हेलो साथीहरू, लाटागुडी त्रिमूर्ति रिसोर्टबाट चाहिँ अब फर्किसकेको छु है। अब यो बाटो चाहिँ अब पहिलोचोटि हिँड्दैछु हो। यो बाटो कहाँ पुग्ने हो, मालबजार निक्लिन्छ भन्दैछ है। मालबजार भएर अनि अब बागपुल हुँदै सिलगढी निक्लेर अनि क्याङ्करभिट्टा जाने हो। हेलो साथीहरू, अब चाल्सा पुगेला जस्तो छ यो बाटो त। म त मालबजार पुग्छ कि भन्ने सोचेको थिएँ है। चाल्सा पुगेला जस्तो छ। यहाँबाट सेवक चाहिँ 42 किलोमिटर रहेछ, मालबजार 8 किलोमिटर रहेछ है। भनेपछि यो हामी चाल्सा नै निक्लिने रहेछ। अब चाहिँ हामी चाल्सा आइपुग्यौँ है। अब यहाँ चाल्साबाट चाहिँ अब हामी यता लेफ्ट छिर्दैछौँ है। यो बाटो चाहिँ टक्कै मालबजार हुँदै बागपुल पुग्छ। यो बाटो चाहिँ यता सिधा चाहिँ तपाईँको जयगाउँतिर जान्छ। मालबजारतिर बढ्दै है, बढ्दै जाँदैछौँ। अब मालबजार आइपुग्न आँट्यो है। अब मालबजार भनेर लेखिरहेको छ यहाँ बोर्डमा चाहिँ। मालबजार टक्क आइपुग्न आँट्यो, मालबजार आइपुग्न आँट्यो। यो मालबजार, यो चाहिँ मालबजार। मालबजार काटेर चाहिँ अगाडि बढिरहेछौँ है। अब यहाँबाट चाहिँ उद्लाबाडी आइपुग्छ। ल डामडिम काटियो, डामडिमबाट अगाडि लाग्यो। अगाडि आइपुग्न आँट्यो है। यो चाहिँ फ्लाइओभर, फ्लाइओभर चढ्न आँट्यो। उद्लाबाडी बजार एकछिन यहाँ चाहिँ रेड लाइटले गर्दा रोकिरहेको छ है। बाख्राकोट आइपुग्यो है। यसलाई चाहिँ बाख्राकोट भन्छ। बाख्राकोट यहाँबाट दाहिने लाग्यो भने चाहिँ बाख्राकोट बजार, यता लाग्यो भने चाहिँ सिलगढी बागपुल। अब बागपुल पुग्न आँट्यौँ है। बागपुल पुग्ने बाटो चाहिँ यस्तो दामी छ है। ल साथीहरू आइपुग्यो। अब यो चाहिँ बागपुल हो है। बागपुल टक्क आइपुग्यो। बागपुलमा जाम भइरहेको छ। यतापट्टि बागपुल, अघि बागपुलको जाममा बस्यो। अब फेरि आएर रेलगेटको जाममा, रेलगेटमा जाम कति बस्नु हो। फाइनल्ली सेवकको
रेलको जाम र बाघपुलको जाम काटेर फाइनली अब यहाँ जङ्गलतिर आइयो है। सेवकको जङ्गल छिर्न लाग्यो। बल्ल सालुगढा आइपुग्न आँट्यो। अब सालुगढा आइपुग्ने बेला हो। अब सालुगढाबाट चाहिँ सिलगढी, त्यहाँबाट। हेलो साथीहरू, फाइनल्ली लाटागढी पुगेर आइसक्यो है। भर्खर आइपुग्यो। अब ताज होटलमा हो।